नमस्ते वेलकम टु माई ब्लग इट्स मिस सुनिता। हामी चाहिँ भर्खर उठेर अब आज हाम्रो चाहिँ गोदावरी ड्राई पिकनिक जाने प्लान छ। त्यही भएर छिटो उठेर अब सामान किन्न जाँदैछौँ म र दिदी। एउटी आइरहेको छु अनि त्यो चाहिँ अब त्यो दादाको मोबाइल घरमा पठाइदिएर आयो कि त्यहाँनिर साथी जाँदै थियो अरे अनि त्यस्तो चाहिँ त्यसलाई पठाइदिई आएँ अनि हामी चाहिँ अब सामान किन्न गइरहेको छौँ। हेरौँ के किनिन्छ के लगिन्छ। पानी पर्ला जस्तो छ आजको मौसम हेर्दाखेरि। गोदावरीमा पुरै भिजिन्छ होला। त्यहाँ बस्ने त केही पनि छैन होला होइन, त्यो खुल्ला ठाउँ त होला नि। ए म चाहिँ फर्स्ट टाइम जान लागेको सो मलाई चाहिँ अलिक थाहा छैन है त्यहाँको बारेबाट के कस्तो छ। सबजना एक एकवटा छाता लिएर जानुपर्छ किनेर। त्यही त यस्तो भएको मौसम पुरै हतेर पानी पर्न लाग्यो। हामी चाहिँ यहाँ मासु लिन आएको अब बनाएर लानु पऱ्यो नि त। मौसम कस्तो छ पुरै पानी परेर। अघि त त्यहाँ हामी अब पानी परिसकेको थियो अनि हावा हुँदोरहेहरू पनि आयो कि अनि आउँदै भिजाइहाल्यो। अनि त्यहाँ एक ठाउँमा बसेर चिया ढुँड खाएर अनि अलिकति रह्यो अनि यहाँनिर मासु लिन आएको। ल अब हाम्रो चाहिँ अब पकाउने तयारी हुँदैछ। यहाँ सबजना आफ्नो एक एकवटा काम गर्दैछन्। यहाँ बढाल्दैछन् मिस आकृति अनि उहाँ चाहिँ यही यहाँ रेडी बनाउँदै हुनुहुन्छ रोस्टहरूको लागि अनि ग्रेभीहरूको लागि। यहाँ पाक्दैछ के अनि ए हाम्रो चिमन हेलो भनिदेऊ न। चिमन हेलो भनिदेऊ। यस्तो चक्छ गर्छ ल। यस्तै हो अब म चाहिँ मेरो चाहिँ केही पनि काम छैन, अलिअलि सही गरिदिन्छ। अब म पाहुना हो नि त, त्यही भएर मलाई चाहिँ केही पनि काम अराउँदैनन् भनौँ न। हाम्रो आजको दुईटा सेफहरू हामी कहाँ जाने? अतिथिको फेभरेट के हो? अलिक कस्तो सिटी लाग्यो। म चाहिँ मेरो फेस देखाउँदिनँ है किनभने म चाहिँ फेस मास्क लगाएर बसेको छु, त्यही भएर आई कान्ट सो माई फेस। अनि अनिताको फेभरेट के हो? चिमन तिमी के खाने? चिमनको फेभरेट के हो? चिमन के खाने? के नखाने त्यसो आज तिमीलाई नलाने? के खाने त्यसो बाहिर? आलु खाने? चाहिँ खाना खाएर बसिरहेको थियो अनि त्यसपछि त्यो सानो भाइलाई चाहिँ हामीले कपाल काट्न पठाएको थियो होइन। भाइसँग कपाल मिलाएर आउँछु होला भनेको थिएँ। हेर न कपाल धु पुरै टक्ला पो बनाएर चिमन अनि यस्तो टक्ला किन भएको त नि? टक्ला देखा छु आमी छ बिजायो पुरै टक्ला भएर आएको छु कि कति राम्रो देखेको मेरो छोरी त। गरिदेऊ चिमन के हो अनि यसरी टक्ली आबी यसरी बताउ त। A few moments later. हामी चाहिँ रेडी भएर अब गोदावरी जाँदैछौँ। यता हो टक्लिया गर्दै त टाउकोमा झुकेगा नहीं। बिजुनीहरू
भ्लगरलाई चाहिँ गाह्रो भएर उहाँ हुनुहुन्छ अनि क्यामेराम्यान चेन्ज। कस्तो राम्रो भ्यू देखिरहे अझै बाहिर लग्दैन कस्तो राम्रो भ्यू देखिरहेछ दामी हाम्रो सरलाई जाने बाटो जस्तै। अनि उहाँ चाहिँ टक्लु हुनुहुन्छ। ल हामी चाहिँ गोदावरी आइसकेका छौँ। अब त्यो चाहिँ भित्र गएर मलाई चाहिँ अलिक गाह्रो भयो कि गाडीमा अनि त्यही भएर मलाई चाहिँ केही पनि बोक्नु एउटा दु मसँग होला छ त हाम्रो सिमोन एकजना ऊ त्यही रुमबाट यहाँ आउँदाखेरि पनि कस्तो भमिट आउनु लाग्ने भनेको हुन त अब अस्ति भर्खर उहाँ त्यत्रो टाढादेखि ट्राभल गरेर आएर होला होइन एकछिन गाडी चढ्न पाएन यस्तो हुन्छ के भयो अस्ति गाह्रो भइरहेछ भने त्यही भएर यहाँ बसेको उनीहरू चाहिँ उहाँ रेडी आउन पाएन खाना स्टार्ट गर्न लागिसक्यो मलाई त खाना नि मन छैन अहिले खाइहाल्दिनँ म अलि नर्मल हुँ न अन्त उहाँ बिजी छ अघिदेखि खानामा कोकोला कस्तो चाहिन्छ ल हाम्रो चाहिँ यस्तै भइरहेछ अहिले सबजना खानामा बिजी हुनु आउन पाएन खाना स्टार्ट भइसक्यो सबजना खाना बिजी छन् मासु के भयो तल आधीवाला हो क्या लेग पिस होइन चम्चा छ त भनेर आफै हातले पानी पनि देखाएको पानी एउटा मात्रै ल्याएको चिमन त मात्रै खाने हो तिमी त्यो चाहिँ नखाने ल अब हामी चाहिँ अब घर जाँदैछौँ भिडियो फोटो सबै गरिसकेर यो चाहिँ गोदावरीको भाइरल ठाउँ देखाइदिन्छु म तपाईँहरूलाई एकैछिन रोक्नु है भाइरल ठाउँ बाफ्रे भगवान छन् भने हाम्रा पनि यस्तो दिन त कस्तो नआउला है बाफ्रे हामी चाहिँ ड्राई पिकनिक गर्न मात्र आएको है यस्तरी आएनौँ हामी चाहिँ आउने दिन पनि आएनन् ल सब बोकेर जाँदैछन् घर चिमन अब हामी कहाँ जाने घर जाने हो अब हामी घर जाने हो फेरि गाडी चढ्ने फेरि ट्याक्सी चढ्ने सोच्दै मेरो साथी हेर्ने हो ल हामी चाहिँ गेट बाहिर अब आइसक्यौँ jump let's go हामीले चाहिँ अब ट्याक्सी बोलाएको थियो ट्याक्सी आइसक्यो अनि अब हामी चाहिँ जाँदैछौँ रुमतिर कस्तो लाग्यो त गोदावरी Not so good. हामी पहिला पनि के भन्छ Not so good. Not so My bad. photo was not coming good. ठिकै लाग्यो
ठिकै अब बसेर पिकनिक सिकनिक खान होइन ठिकै हो अब डेटिङ जानेहरूको लागि त झन् राम्रो ठाउँ रहेछ अब हामी पिकनिकहरू खाँदा पनि राम्रै थियो है ड्राई पिकनिकहरू राम्रै लाग्यो मलाई चाहिँ त्यहाँनिर होइन अब डेटिङको लागि अब खोज्नुपर्छ अनि अब जाँदै अनि खोज्नु पऱ्यो नि त अनि नभएपछि कता हराएको छ कुनै अनि के केर्छौँ जानु केर्छौँ भइहाल्छ नि अनि अब रुम जाँदैछौँ अब हामीलाई चाहिँ आज हाम्रो चाहिँ प्लान आज कहाँ जाने छ अर्को आरती हेर्न पशुपतिको आरती हेर्न जाने प्लान छ अब आएको बेला जाऊँ न त भनेर अनि जाने सोचेका छौँ अब छिटो गरेर ड्रेस चेन्ज गरेर अनि हामी जान्छौँ फेरि ढिलो हुन्छ नि त अनि अब रुम पुग्नै कति टाइम लाग्छ अनि त्यही भएर म चाहिँ लिरिक्स बिगाड्छु है मलाई अलिक मिक्स गाइदिन्छु मेरो 34 वटा फोटो मात्रै सुन्दर पनि एड्रप गरिहाल्नु रुम आइसक्यौँ अब छिटो कता देखाएको अब हामी चाहिँ रुम आइसक्यौँ अब छिटो ड्रेस चेन्ज गरेर फेरि हामी जान्छौँ ल हेरिदिनुहोस् हाम्रो रुम जाने बाटो अनि हाम्रो हनुमान रिभर पनि हेरिदिनु होला पशुपतिमा आरती हेर्न जानको लागि छिटो रेडी भएर हिँडिसक्यौँ जाम छिटो बाबु सेम भने ट्विन्सको ड्रेसअप गरेर हिँडे हामी अब हामी जाँदैछौँ अब हेरौँ कतिखेर पुगिन्छ ढिलो हुने हो कि हेरौँ हामी तीनजना चाहिँ पशुपतिको आरती हेरिओरि अनि अब जाम त चियादानी भन्ने प्लान भयो अनि चियादानी गएर चिया खाइओरि अब रुम आइपुग्न लागिसक्यौँ कता हो र यति भन्दै म आजको भ्लग चाहिँ यहीँ नै इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ एन्ड प्लिज सब्सक्राइब माई युट्युब च्यानल